आजको व्यङ्ग्य कविताको शीर्षक छ भन अब के गर्छौ। भन अब के गर्छौ। यो कविता व्यङ्ग्य कविता हो। यसलाई यसरी नै बुझिदिनु हुन म अनुरोध गर्दछु। कविताको शीर्षक छ भन अब के गर्छौ। पोल्नु थियो पोल्यौ देशको विरासत। पोल्नु थियो पोल्यौ देशको विरासत। खरानीको थुप्रोमाथि बसेर भन अब के गर्छौ। पोल्नु थियो पोल्यौ देशको विरासत। खरानीको थुप्रोमाथि बसेर भन अब के गर्छौ। लिपु लेक काला पानी फिर्ता ल्याउँछौ कि देशको धुरी भाँचेर आफ्नो घरको जग हाल्छौ। लिपु लेक काला पानी फिर्ता ल्याउँछौ कि देशको धुरी भाँचेर आफ्नो घरको जग हाल्छौ। चढ्नु थियो कुर्सीमा चढ्यौ। चढ्नु थियो चढ्यौ कुर्सीमा। चढ्नु थियो चढ्यौ कुर्सीमा। कुर्सीमा बसेर भन अब के गर्छौ। युवाहरूको सपनामा बन्चरो हान्छौ कि देशको नाक काटेर विदेशीको कट्टु टार्छ। ध्वंसको नियत थियो गर्यौ ध्वंस। ध्वंसको नियत थियो गर्यौ ध्वंस। ध्वंसको ध्वास लगाएर भन अब के गर्छौ। ध्वंसको नियत थियो गर्यौ ध्वंस। ध्वंसको ध्वास लगाएर भन अब के गर्छौ। शहीदको सपनाको हुर्मुत लिन्छौ कि देशको जग भत्काएर शत्रु हँसाउँछौ। शहीदको सपनाको हुर्मत लिन्छौ कि देशको जग भत्काएर शत्रु हँसाउँछौ। भत्काउनु थियो भत्कायौ। भत्काउनु थियो भत्कायौ पुग्यौ माथि माथि। भत्काउनु थियो भत्कायौ पुग्यौ माथि माथि। भन अब के गर्छौ। देशको सम्पत्ति खानेको हुर्मत लिन्छौ कि देशको सीमा बिच्नेसँग घाँटी जोडेर दुनो सज्याउँछौ। देशको सम्पत्ति खानेको हुर्मत लिन्छौ कि देशको सीमा मिच्नेसँग घाँटी जोडेर आफ्नो दुनो सज्याउँछौ। बाल्नु थियो बाल्यौ आगो। बाल्नु थियो बाल्यौ आगो। पुग्नु थियो माथि माथि। भत्काउनु थियो भत्कायौ। भत्काउनु थियो भत्कायौ। भन अब के गर्छौ। भन अब के गर्छौ।